ट्याक ट्याक ट्याक। यसपटक निकै नजिकबाट। चौतारीको वरिपरि धुवाँ धुवाँ उठ्यो। धुवाँबाट कालो आकृति बन्यो। पुतलीविहीन आँखा अलि, झुकेका हातखुट्टा, छाला जस्तो चिसो आवाज। अरुण, धेरै ढिला भयो। तेरो छोरीलाई साथ लगिदिन्छु। म पनि एक्लो थिएँ। अरुण चिच्यायो। मायालाई छोड, के चाहिएको छ तँलाई? आत्माले ठण्डा हावासँग बोले। मलाई मेरो मृत्यु कसैले देखिदिएन। मेरो एक आवाज पनि सुनिदिएनन्। अब तेरो छोरी मेरो बोली बन्नेछ। त्यसै बेला वृद्ध बाजे आए, हातमा पुरानो धूपदानी लिएर। बाजेले धूप जलाउँदै मन्त्र जप्न थाले। धुवाले पर्छाइँलाई छेड्न थाल्यो। आत्मा रिसाएर चौतारी हल्लाउन थाल्यो। पहिरो जस्तै माटो खस्न थाल्यो। बाजे चिच्याए, अरुण, मायालाई समातेर जाउँ, पछाडि नफर्कनु। अरुणले मायालाई समात्यो। दुवै दौडिए, तर पछाडिबाट आवाज आयो। माया रोइरहेकी छ, फर्केर हेर्नु। आवाज स्पष्ट रूपमा माया जस्तै लाग्थ्यो, तर अरुणले बाजेको कुरा सम्झियो, फर्केर हेरेन। भोलिपल्ट सबै गाउँले पुगे। पुरानो चौतारी आधा भत्किएको थियो। त्यसै ठाउँ एक पुरानो हड्डी देखियो, एक्लै धुलोमा ढाकिएको। गाउँलेले विधिपूर्वक दाह संस्कार गरे। त्यो दिनदेखि चौतारीबाट त्यस्तो ताली कहिल्यै सुनिएन। तर कथा यहाँ सकिँदैन। कहिलेकाहीँ साँझ पर्न लाग्दा अरुणको घरको काठको ढोकाबाट हल्का हल्का ट्याक ट्याक जस्तो आवाज आउँछ। माया त्यो आवाज सुन्दा बिस्तारै बाबुको हात समाउँछे र उसले बिस्तारै भन्छे, बाबा, त्यो आवाज चौतारीको बाजे को होइन, अब त मलाई नै बोलाउँछन् जस्तो लाग्छ।